भयो एकचोटि फेरि के गरेर भन्दैछ होइन तिम्रो टाउको चाहिँ उता राख न यसलाई यसो गर अनि टाउको त के पनि होइन रहेछ खासमा हात झिक्नु त गर्नु पऱ्यो हात फेरि गरेर त फेरि ल नौटङ्की बाउ नौटङ्की छोरी नराम्री छोरी भन न नौटङ्की छोरी नराम्री छोरी हो यो नक्कली छोरी हो यो नक्कली ए छोरी ए मेरी सानी ए मेरी भुन्तुङ 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 सानो नि छाना ए छान्छुरो ए मुटुको बक्रो अब कहाँ ढलेको साना पुग्लुकै छ ल छान छोरी त नक्कली छोरी हो मेरो मुटु त ल मामुले ए छाना रे ए मुटुको टुक्रो रे मामुले छोरीको मामुले आमा जिब्रो निकाल्यो कि ल छान्ने ल आमा नि कति हेर्नु भएको त मेरो छान्छेरीले त नक्कली भुन्जुङ मेरो भुन्जुङ 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 छोरी आहा रहा नहीं जा सकता मुझसे किस करने से अझ ठिक छ किस कर दे क्या बेबी मेरी प्यारी छोरी को नाइट हो मेरो नक्कल डार्लिङ यो मिलाइदिन नि जानेको छ दुईटा हातमा मोबाइल छ नि त बडी अनि इन्डियन पापालाई पा गरिदिउँ सानो इन्डियन फुटबललाई चाहियो अरे त छानीको भिडियो फोटो अनि अब हिजोको के पठाउनु आजकै ताजा छोरी उठाएको छ नि त नै जात मेरो छोरी ल ल हेर्नुहोस् इन्डियन फुपू कति हेर्नुहोस् होइन छाना कति हेर्नुहोस् मलाई हेर्नुहोस् अहिले रातिको 12:10 गएको छ सानो छोरीको उठ्ने समय खेल्ने समय यही हो अब आज गएको गाउँ छोरीले त छोरी घाँतीले मम्मी घाँतीले छोइरहेछ छोरी मम्मी घाँती समात भएको छ त किन हो मम्मी उता सुत्नु भएको छ सानो त खेलिरहनु भएको छ मेरो सानो छोरी के छ छोरी हेलो समीरा के हेर्नु माथि आफ्नो फोटो हेर क्या यहाँ माथि त हजुरको फोटो छ त समीराको त नि आफ्नो फोटो हेर्नु भएको क्या मेरो डार्लिङले त नक्कली कति नक्कल छ मेरो सानो त मामु त बिचरा
भक भक पनि गर्नु पर्छ मेरो छोरीले त मामुलाई रातभरि सुत्दैन होइन पापालाई 12 1 बजीसम्म सुत्दैन होइन छोरीले छाने खुट्टी ओइ खुट्टी पनि देखाइदिनु न त खुट्टी देखाइदिनुहोस् ल हाम्रो छाना यस्तो नजिक गएर यता छानुको फुल भिडियो यस्तो छ ल फुल भिडियो हात सहित भएको भिडियो यस्तो छ ल मेरो छानेको ल ए खुट्टी त फेरि फ्याट्नु गर्नु फेरि छानेको काम त राम्रो छ मेरो छोरी खुट्टी त कति राम्रो छ मेरो छोरीको छाने खुट्टी छिन् कलिलो खुट्टी छिन् मेरो सानोको आई लभ यु मेरो छोरी मेरो मोटो मेरो डार्लिङ हो नि हजुर त आमा कति हेर्नु भएको छ झन् छानले खै पापा छोरीको भिडियो गर्ने त ल अब पापा पनि छोरीको त म सुत्दिन्छ ल खा त ल चानी छोरी पापा 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 छोरी मामु मामु त सुतिसक्नु भयो कि नै छोरीलाई हेर्ने अहिले कसले हो पापाले हो मेरो छोरीले त पापाले हेर्छ नि फेरि फेरि स्याहार गरेको पापाले हो नि छोरी भोलि पर्सि थाहा हुन्छ नि फेरि छाना नक्कल हो छोरो नक्कल सानो ल हेर्नुहोस् ल यो त फ्रन्ट क्यामेरा आफैलाई हेर्छ मेरो छोरी छानो ओ छानो छानो नि नक्कली हेर्नुभएको हो आफूलाई मामु कति त्यहाँ छ मामु त्यहाँ हुनुहुन्छ ल एक फ्रेममा हेर्दाखेरि मामु छोरी पापा यस्तो देखिन्छ है छानो हेर्नुहोस् ल नक्कली त्यस्तो रकम ठाउँको ठाउँ बन्द छ है सुरु खुट्टेर फिट पारेको क्या छोरीलाई कसले छानो नक्कल छोरीलाई Amoy gak sano. Kami dihay aja oleh bayar gitu. No sa no. त्यही त भने म पुग्ने अर्नीमा अवस्था गर्दिनँ नि त अनि सकेसम्म औषधिले ठिक हुन्छ कि भन्ने भयो कि अनि जेठी छोरी हस्पिटलको जेठी छोरी झाँक्रीको माइली छोरी हस्पिटल औषधि कति खानु भइसक्यो पनि झन् औषधिले गलिस् त भन्ने भने मलाई झाँक्री धामी मलाई खासै जानु मन लाग्दैन थाहा नि तपाईँलाई म खालि
हस्पिटल मात्र कहिले मेडिकल पठाउने कहिले उता त्यो एक्सरे गर्नु पठाउने दिदीमा अब कति 50,000 भन्दा बढी लाख भन्दा बढी छ पहिला त्यसलाई त झाँक्री भनेपछि त ओ यो चाहिँ राम्रो हो यहाँ माता राम्रो छ नि ए यहाँ चाहिँ माता राम्रो छ भन्ने खालको चाहिँ नि त ल अब म पनि आउने हो म पनि आउनु लागेको हो कुन बार राम्रो आउँदा राम्रो हुन्छ के छ नाम के छ छोरीको नाम के राखेको मैले नरायणमा राखेको नाम तपाईँले होइन के अर्को नाम समिरा बोलाउने नाम समिरा समिरा हजुर कति माथि नक्कली मुट ओइ कति प्यारी देखेको अबे बुधबार है हुन्छ बुधबार अहिले त्यो आफू सुत्ने ठाउँमा होइन हजुर पुच्ची सुत्ने जुन पुच्ची सुत्ने ठाउँमा थुथु गरेर थुकेर आउनु ल कतिचोटि अब 7.5 चोटि नभए 3 चोटि गर्नु हुन्छ 7 चोटि आउनुपर्छ 7 आइजो भनेर 7 आइजो 7 आइजो भन्नु ल है ए 3 चोटि थुकेर अनि 7 आइजो भनेर लिएर आउने अब बच्चाको रसपर्स के हुन्छ त अनि यता आउँदा त अरू समस्या आउँदा फेरि अनि त्यही त गेट कसरी बाँधेको यो त्यो चाहिँ हेत्तेरिका ल उठ्दिएको छैन उठ्नु भएको नक्काली छोरी ल उठ्नु भएको छ ल मेरो भुन्टक छोरी उठ्नु भयो ल म अघिदेखि वेटिङमा छोरीको मै चोर्यो त ल पापाले लियो अब ल सुत्यो के भयो छोरी रुने ल रातभर रुने अब नि त अब नराम्रो छोरी त नराम्री छोरी त नराम्री छोरी त नराम्री हेलो गाइज दिस इज समिरा घतानी आज समिरा घतानीको हामी ड्रेसअप हेर्न गइरहेको छौँ हाम्रो समिरा कसरी बस्नु भएको छ नि यसरी बस्नु भएको छ समिरा त हेर्नुहोस् खै अब पापाले खोल्दैछ त नाना छोरीको कति चाहिँ हेर त छोरीको आज स्टेज कस्तो हो सानीको ड्रेसअप आज यो खोलेपछि थाहा हुन्छ सानीको ड्रेसअप साडी लगाएर बस्नु भएको छ खुट्टा फाटेर छान्दै अब फेरि छान्दै नक्कली साडी लगाएर बसेको है एउटा कुम देखाएर औकात दिन यस्तो छ छानेकै आमै नि देख्यो झापाली र इन्डियन देख्यो अघि झापाली इन्डियनहरू मलाई म कस्तो बसेको छ आज यो घाममा बसेर रहेछ अरे घाममा बसेर तेल आमाले लगाइदिएर यी खुट्टी यस्तो बनाएर अहिले त्यही मेरो नक्कली छोरी यस्तो भएर बस्नु चाहिँ के हो सानो आमामै अनुहार त ल तालो पनि हेरिदिनु मेरो छोरीको ल सानो ड्रेसअप त्यही एकतिर होइन छोरी कुम देखाएर होइन साडीको सल ओढाएर होइन आमाले यस्तो लगाइदिनु भएको छ छोरीलाई है आज त राम्रो देख्नु भएको छ छोरी पक्का पनि धेरै राम्रो देख्नु भएको छ ल अब हेरौँ त सानीको फुपू दिदीहरूले के भन्नुहुन्छ के रेस्पोन्स गर्नुहुन्छ वाउ क्युटी पाए भन्नुहुन्छ कि वाउ लभली भन्नुहुन्छ कि नराम्री भन्नुहुन्छ हेरौँ त ल मलाई त मेरो चाहिँ राम्री भनेर जम्मै गरेर छन् के भन्छन् फुपू दिदीहरूले राम्री भन्छन् कि नराम्री भन्छन् हेरौँ त ल मैले साँच्चीकै राम्री भएर राम्रो भने कि नराम्रो भएर राम्रो भने ए उहाँ हुनुहुन्छ मम्मी के भयो बुढी चुकुल होला खै
पसिना पसिना नि बाबा ल माया ल छान यतिकै बस्नुहोस् बाई बाई पापा हामी बाहिर गएर आउँदा यस्तो अवस्थामा थियो पनि हाई गरेर बस्नु भएको रहेछ कस्तो होला छोरी त भाइ कस्तो हो छोरी त बाफ रे बाफ ज्ञानी भएर पुरा खुट्टी मिलाएर बसेको छ त भाइ छोरी त हेर न बुढी मम्मीलाई हेरेको मम्मीलाई चिनिसक्यो हेलो म हुँ समिरा खतानी एउटा कुम देखाएर लुगा लाएर बसेँ कि राम्री नराम्री के हो तपाईँहरूले भनिदिनुहोस् अनुहार त किन यस्तो बनाएको नि टङ्किने चर अब बुबु खाने बेला भएको छोरीको अब बुबु भन्नु त कस्तो नआँखोलीको खै यता चाहिँ के ए आमाले त ए छोरी त ल ए सानो त ल यस्तो भएर बस्नु भएको छ नि मेरो छोरी त नि आमा नि त ल खुट्टी ल खुट्टी खुट्टी आमा नि त ल नक्कली खुट्टी पनि राम्रो छ मेरो छोरीको खोइ खुट्टी ढोकामा कि खुट्टी ढोकामै छानाको नङी खुट्टी मेछेरी खुट्टी खै हात्तीको नङहरू त छाना खै खै यो आउनु भनेर थिएँ 1 लाइन 2 लाइन 3 लाइन 4 लाइन छ कान्छेको खै मम्मी खै कान्छेलाई हेर खै हेरौँ खै कान्छेलाई मम्मी खै एउटा दुईवटा तिनवटा चारवटा छ आमा छोरीको एउटै छ भाइ मम्मीको छोरी पापाको छोरी हो आमा नक्कल छोरीलाई रुन थाल्यो किन ल मामुसँग जानुहोस् सो यो चाहिँ रातिको 1:43 भिडियोमा मेरो छोरी हाँस्नु भएको छ भर्खरै यो कपडामा सुसु हानिदिनु भयो यहाँनिर चिसै छ अनि यो नयाँ फेरिदिएँ मैले अब आची गरिदिनु भयो छानीले आची गरिदिएर हाँस्नु भएको छ मेरो छानी हेर्नु त्यसलाई तपाईँले यतिकै राखिदिनुहुन्छ एकछिन छोरीलाई पहिला आची राम्रोसँग गर्नुहोस् तपाईँले खोलिदिनु छाना के को आहा नि ल हेर नयाँ नाना पनि पुस गरिदिएको छोरीले ठिक छ केही छैन मेरो पऱ्यो हजुर त ल आमा नि त होइन एकछिन अब आची गर्नुहोस् एकछिन फेरिदिनु आज तपाईँले मेरो छाना पेट दुखेको क्या हो एकछिन गर्नुहोस् चकचक नगर्नुहोस् त्यही भएर आइरहेछ नि त आची एकछिन आइरहेछ त किन छोरी अनि चकचक गर्नुभएको छान्नु एकछिन छोपिदिन्छु पनि जाडो पनि भयो ल आरामले एकछिन आची गर्नुहोस् यसो नि खुट्टीमा जाडो हुन्छ नि त छोरीको होइन अब यसलाई चाहिँ सुकाउन लानु पऱ्यो भर रे सानो डाइरिया भएछ क्या खासमा आजकल माम चाहिँ यहाँ सुत्नु भएको छ मजाले मस्तीसँग अब यहाँ सुकाइदियो भनेको मेरो कट्टो परेछ चानो चानो सानो हाँसिदिनुहोस्
हजुर 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 कले अब चाहिँ भयो भोलि पछि ठुलो भएपछि फोटो देखाउनलाई हो मम्मीलाई हजुरआमाहरूलाई देखाउनु पऱ्यो परिहाल्यो नि यो नानी हजुरआमाहरू त्यति यस्तो हुनुहुन्थ्यो भनेर देखाउनु पऱ्यो नि त मम्मी चाहिँ यस्तो तरुनी हुनुहुन्थ्यो भनेर यी तरुनी अझ अहिले त फेटा बान्नु भएछ नत्र बान्नु हुँदैन तरुनी भएर खै त हेर्नु त मम्मी टाउको दुख्छ अहिले तरुनी हो नि यो पसिनाले भिज्यो टाउको अनि त्यो भने टाउको निकाल्दै ननिकाल्नु नि बाबु अब कसले छोरीलाई आमा नकन्दा कतै डोकिँदैन ए छान्छ ल आमा छोरी ल हजुर कसले पापा की है लाडली मम्मा की है दुलारी एक छोटी सी परी है ये तो हमारी ये चांद है ज़मीं का संगम है भयो हात पाङ्गो भयो भने होइन हातसम्म पारा मान पनि फेरि ससुराली घर गयो हात फेरि ससुराली घर नि फेरि गाइज ससुराली गाउँ मेरो त्यो मेरो गाउँ ससुराली गाउँ हो गाइज आमा बुढी फेरि बिच बाटोमा अर्काले मलाई किन भन्दैन र फेरि भिडियो नखिच्नु भन्दा फेरि हो भने फेरि बिच बाटो मलाई किन भन्दा फेरि बेबीलाई फेरि सरप्राइज होला नि फेरि त्यो बुढो चाहिन्छ भने 5 करोडले भन नि फेरि नौटङ्की नै धेरै मेरो श्रीमती हो माथि म चाहिँ उहाँको ह्यान्डसम श्रीमान उहाँ चाहिँ काम नलाग्ने श्रीमती ल एकछिन छोरो बु हान्छौ कि त्यतै सोच्छौ अस्ति देखाएको भिडियो पाप्पालाई हालिदिने पाप्पालाई छाना पापालाई हेरिदिएको हो छोरीले पापालाई हेरिदिएको हो पाप्पा भनेको लिनुहोस् ल पापा मैले औषधि खाएँ भनिदेऊ मैले औषधि खाएँ आमा मेरो छोरी किन रोको छानी ल ए छान के ए ल खिच्न दिनुभएको छ मेरो छोरीले अघिसम्म त फोटो खिच्न दिनुभएको थिएन यस्तो क्युट क्युट बनाएर खिचिदिने फोटो भने त छोरी रोइ के गरेको यस्तो के गरेको तिमीले रुनुहुन्छ मामुले यस्तो क्युट क्युट बनाउँदाखेरि रुने हो My baby first month complete. तेरी आंखों में दुनिया के सब तारे शामिल हैं तू तो टुकड़ा नहीं है दिल का तू पूरा दिल है जो हाथों से छूटा सो धेरै दिन पछिको लामो समयपछि समिरा मार्केटमा खाउनु लाग्नु भएको छ फेरि नरुनुहोस् भनेको झन् यो बेलामा छानलाई कसले खोटी पनि फिटिङ फिटिङ पार्नु भएको फेरि हो नलेको भन्छ
नलेको भन्दा पो रोको ए नलेको भन्दा पो रोको जान्छ अब त नरु नै ए फुपू दिदीलाई है हेलो भनिदिनुहोस् हेलो फुपू भनिदिनुहोस् हेलो फुपू भने खै त छोरीले मुखी त ल ल ल ल छान्छ कच्चा रुनु त ल हेलो फुपू भनिदिनुहोस् न भनेको रोको छ के रोरै भने हेलो फुपू ए हातीले पनि छ नि फोन बोक्ने हो हो फोन चलाउने हो के हेर्ने भिडियो कल गर्ने हो फुपूसँग किन रोरो देखाइदिएको फुपूले चक्लेट ल्याइदिनुहुन्छ भनेर फुपू आउनुले त छोरीले चक्लेट खानु त हुँदैन मुखी त ल नरो छाना नरो छोरी नरो ल ल आऊ 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 ल स्वाग दिखाए मुझे बम्बई वाली गीतमा भिडियो गर्नु खै छानो छानो छमिरा तलै सकिएको घर त उपारी बस्ने घर त तल हो छमिरा समिरा छानो ए छानो मोबाइलमा त के हो मस्त हेर्नु मस्त भाइ सानले त ल त्यसलाई पनि हाल्दैन केही नि नरोक्नु के भएको पर्सि सोमबार चाहिँ लिएर जाने टाका पठा अब लिएर जानु मम लिएर जानु म पनि के लिएर जानु आफै गइहाल्छ लिएर जानु नि भन्नु न यस्तो भनेर आफू लिएर गएको हुन्छ त नि सोमबार र मङ्गलबार काका आउनुहुन्छ नि मन्दिरमा अब सक्यो सक्यो पहला र यसै निन्द्रा मोती दिएर नि छानाको पापालाई भिडियो बनाएर पठाइदिने हामीले पापा 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 हाँस्देऊ आँखामा चिसो लागेर गाजर लगाइदिएको छोइदियो त लत्तर पत्तर भयो पापा भन्नु पापा
पापा पापा साना छोरोको भिडियो चाहियो अरे पापालाई। राम्रो राम्रो मेरो छोरीको भिडियो बनाएर पठाइदिनु पर्दैन अरे। पापालाई भिडियो बनाइदिनु हो। पापा भन। पापा पापा म रुन लागेको हो गर भन। भन छिटो छिटो। छाना पापा भन्देऊ। पापा अम्मै मेरो छोरो के भयो? मेरो छाना बाबालाई के भयो? छाना मुख चाहिँ किन मिठाएको? औषधि अघि खाएको होइन? औषधि अघि नै खाएको होइन औषधि छोरोले? हेरेर बसेर नरोए त मम्मी सुत्ती नि। अनि मम्मी निदाउनु लागेपछि रोइदिए नि। चुला सुत्नु सक्दैन? मम्मी नसुत्ने? छोरो मात्र सुत्ने हो? कति धेरै भात दियो? खाइहाल्छन् भोक लागेर। यत्रो भात चाहिँ खाँदैन। छानीलाई अङ्कलले हेर्ने ल। खै त अङ्कललाई फोनै लागेन। कति धेरै ल्याए? अब यही रेकर्ड पठाइदिनुहोस् छाना। छानी त सुत्नु भएको छ है? छानी सुत्नु भएको छ है छोरी त? आमा आमा छानी र काममा त मस्त सुत्छन् नक्कल त भाइ। यो भात चिसोमा चाहिँ घिउ चाहिँ किन लाउनु पर्थ्यो के? छानो काम पर्दा के हुन्छ के हुँदैन आँखामा छोरीलाई। छोरीलाई केही मतलब होइन। ए समिरा बेबी हेलो समिरा। छोरी यता हेर्नु छोरी। पापा जानु थाल्यो अब। बाई 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 छोरी। खै बाई बाई गरेको पापालाई टाटा टाटा गरिदिनु छोरीलाई ल। Yes, yes, my daughter. She's my daughter. She's my daughter. समीरा घतानी फेरि सुसु हानिसक्नु भएछ समीरा घतानीले त। बेब्स फेरि सुसु भर्खर फेरि चिसोले कति नक्कली भगी त छोरी त। भर्खरको भर्खर सु गरिदिन्छ क्या छोरीले। के हो पारो छोरी ल। ए मेरो छानो छाना के गरेको? भर्खर उठेको हो? छाना भर्खर उठेको हो? छाना छाना ए पुकुलु ए पुकु छाना ए छबु के हो तिमी? तिमी के हो छाना? गुड मर्निङ बेबी गुड मर्निङ गुड मर्निङ
छाना ए छानु ओहो छानु के खेलेको हो अब रुन स्टार्ट हुन आँटेको हो छाना अब के गरेको है छाना के गरेको मेरो छोरोले हाइ गरेको हो निन्द्रा पुगेन बेबीको निन्द्रा पुगेन पापा के गर्दै होइसिन्छ पापा खाजा खानुभयो औषधि खानुभयो पापा खोइ भनेको हो त्यही भनेको मैले मेरो छोरीलाई कुच्चो अनुहार भने छाना ए छाना यता हेर्दै नि पापालाई पठाइदिनु भिडियो यता हेर्दै त छाना छोरो ए छाना छोरो के भयो के मुछुलाई के भयो मुलाकात होगी मेरी जान उस दिन मेरे साथ होगी मगर कब न जाने ये किसी रोज अपनी मुलाकात होगी मेरी जान छाना ए मेरो माया ए मायालु ए छाना ए मेरो छाना छोरो ए छाना छोरो ए पुकुलु मायाले के गरेको भुइ भुइ गरे हो पुकुलु ए पुकुलु ए पुकु